सबैको काम यो होइन नि, जनताको किताब बेचेर कारखाना चलाउने जनताले के मागेको छ त्यो अनुसार काम गर्नु न। जनताले मागेको कारखाना चलाउने कारखाना चलाउने होइन, कारखाना चलाउने मान्छे त सभासदमा किन उठ्नु भएको? तपाईँको उसले आवश्यक त के सोध्न पाइन्न? सभासदमा सोध्न पाइन्न? कहिले सोध्ने त? को आउनुहुन्छ हाम्रो घरमा सोध्नलाई? किताब बेच्ने उसको काम होइन, ऊ त जनताले काम गर्ने हो। जनताले प्रत्यक्ष निर्वाचन गरेको मान्छेले तपाईँले मलाई किन धकाल्नु भएको? भाइ यो पुष्पी किन यहाँ भिड गरेको देखाएको छैन? कसले भिड गरेछ? मैले आएर सोध्न तपाईँलाई तपाईँको अहम यो हो। तपाईँले भाइ यो पुष्पी तपाईँले किन मलाई पुस गर्नु भएको? मैले पुस गरेँ भने तपाईँको हालत के होला? तपाईँ खोज्दै हुने एउटा जनताले प्रत्यक्ष निर्वाचित यत्रो भिड भइरहेको अहम यो हो। यत्रो भिड भइरहेको छ, भिडमा यत्रो भिड भइरहेको छ, पछाडिबाट आएर धकलिरहेको छ। भिड भइरहेको छ क्या, भिडमा चाहिँ कमसेकम भिड कम गर्नु सकेपछि अर्को पालो भिड मैले भनेको पालो पालो आऊ भनिरहेको छु। एउटाको पालो सकिएपछि अर्को आउने, अर्को पालो सकिएपछि अर्को आउने हो।